साथीहरू हामी चाहिँ यति बेला थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 7 चेराखु भन्ने गाउँमा छौँ र यति बेला हाम्रो यात्रा चाहिँ नजिकै रहेको दुधकोशी तर्फ रहेको छ र मेरो साथमा हुनुहुन्छ यता हाम्रो शिक्षक हुनुहुन्छ उहाँ चाहिँ हिमाल दर्शन मावि नेता सल्यान वडा नम्बर 3 हिमाल दर्शन माविको सर टेकराज सर हुनुहुन्छ मसँग। यता देख्न सक्नुहुन्छ तपाईँहरूले यो घरको छाना चाहिँ ढुङ्गाको छ है, कति मजाले ढुङ्गाको छाना भएको घर। पहिला नाम चाहिँ तिर यस्तो घर छ सोलुखुम्बु भन्ने सुनिन्थ्यो, यहाँनिर आँखी अगाडि चेराखु भन्ने गाउँमा देखियो र यहाँको घर चाहिँ ढुङ्गा घर यो मात्रै होइन, यहाँ धेरै घरहरू ढुङ्गाका छन्। अहिले हामी चाहिँ सडक बाटोबाट हिँडिरहेको हुनाले त्यो देख्न सम्भव छैन, तर गाउँ पसेर हेर्ने भने यताको घरहरू साँच्चीकै राम्रा छन्। अनि जग्गा जमिन पनि अत्यन्तै उत्पादनशील। ल कुनै जग्गा पनि यति बेला खाली छैन, यो सिजन भनेको सुक्खा सिजन हो नि त होइन। तपाईँको यति बेला पनि बारीमा चाहिँ बाली लगाइरहेको यो ठाउँ यसरी बारीहरू हराभरा गहुँहरूले अनि मकै पनि छरिरहेको देखियो। यस्तो देख्दाखेरि चाहिँ कस्तो आनन्द लाग्छ क्या, अझै पनि यो गाउँमा मान्छे रहेछ है होइन। हात नङ्ग्रा खियाउँदा रहेछन्, युवा रहेछन्, जनशक्ति रहेछन् भन्ने बुझिन्छ नि त। यहाँको मान्छेहरूले आफ्नै बारीमा आफ्नै परिश्रमले अन्न उब्जाएर खाँदा रहेछन् भन्ने बुझिन्छ। यो राम्रो कुरा हो। कतिपय गाउँहरूमा त घर पनि त्यो पुरा होइन राम्रो घर छ, तर त्यसमा मान्छे परिवारै छोराछोरी नै नबसेपछि होइन सिगार्नु पनि गाह्रो भइरहेको अवस्था हुन्छ। यताको घरहरू हेर्नुहोस् त यति मजाले सिगरेटेर राखिएको छ, अनि अन्नबालीहरू पनि मजाले फलिरहेको झुलिरहेको देखिरहेको छौँ। यो चेराखु भन्ने गाउँ चाहिँ फेरि थुलुङ राईहरूको चाहिँ सघन बसिरहेको गाउँ रहेछ। नाम पनि थुलुङ दुधकोशी गाउँपालिका होइन, योभन्दा अगाडि चाहिँ यो गाउँपालिकाको नाम दुधकोशीका भन्ने थियो रहेछ, पछिबाट परिवर्तन भएर अहिले थुलुङ दुधकोशी भन्ने गाउँपालिका छ। र यो 7 नम्बर वडामा पनि पुरै गाउँ चाहिँ थुलुङ राईहरूको। ल हामी अब दुधकोशी झर्निसकेका छौँ। यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ झोलुङ्गे पुल दुधकोशीको होइन। दुधकोशी तल निरन्तर बगिरहेको देख्न सकिन्छ। हावा चल्दैछ यहाँबाट सरर। यहाँनिर अगाडि घरहरू पनि देखिँदैछ, केही घरहरू बस्ती घरहरू बनेको रहेछ यति तल पनि। ल हेर्नुहोस् चेराखुको अन्तिम पुछार हामी आइपुगेको छौँ। अनि यहाँ पछाडिपट्टि घरहरू पसलहरू बनाइएको रहेछ। अब हामी चाहिँ यहाँनिर बाइक राखेर एकछिन दुधकोशीतिर जान्छौँ कोशीहरू हेरेर, यहाँको दृश्यहरू हेर्नको लागि। मैले अघि नै पनि भने यहाँको जग्गा जमिन चाहिँ कुनै पनि अझैसम्म पनि बाँझिएको छैन रहेछ, अन्नबाली उत्पादन भइ नै रहेको रहेछ। यहाँ देख्न सक्नुहुन्छ यति पुछार पनि यो भर्खरै यहाँनिर अब धान काटिएको जस्तो देखिँदैछ र जोतिएको पनि छ, जोतिँदैछ। अब यहाँनिर पनि केही उत्पादनको लागि तयारी अवस्थामा हुँदै गरेको जग्गा होला यो। अब हामीले हाम्रो जयप्रकाश सरलाई पर्खिन्छौँ, माथिबाट आउँदै हुनुहुन्छ। त्यसपछि हामी टक्क मजाले आज चाहिँ यहाँनिर दृश्यहरू खिच्नेछौँ, रमाइलो गर्नेछौँ होइन। अनि यतातिर किराको बोटा पनि मजाले छ, एकदम हरेक कुरा उत्पादन हुने ठाउँ। हामी चाहिँ अब यहाँनिर चाहिँ नि होइन गर्मीमा चाहिँ ब्याम्बो कटेजमा के पाउँछ त होइन, तातोलाई चिसो गर्ने। यति तल यस्तो मजाले बनाइएको यो कटेजमा अब हामी केही खान्छौँ, खै पेय पदार्थहरू यसरी देख्न सक्नुहुन्छ तपाईँहरूले। भित्र हो सर? ए साउनी नमस्कार। ए तपाईँको कटेजमा आइयो त हामी त। यो खिच्नु मिल्थ्यो कि मिल्दैन थियो नि, मैले खिच्नु मिल्थ्यो कि मिल्दैन थियो नि। ए लु न के छ यहाँनिर तातोलाई चिसो पार्ने कुराहरू के छ त? ल खाऊ न।
ए फ्रिज पनि रहेछ डिप फ्रिजहरू होइन यति भएपछि त छ भन्ने लाग्यो अब साउनीकोमा ल अब चाहिँ हामी यहाँनिर बाँसबाट बनाएको कटेजमा चाहिँ चिसो कुराहरू खान्छौँ चिसो भन्ने बित्तिकै फेरि बिहार त होइन है बियरलाई अलि नामाकरण गर्न सकिन्छ हामीले चाहिँ अब यो दुधकोसी झरिसकेपछि खोलाको प्योर विशुद्ध असला माछा चाहिँ यहाँनिर खाएर जाने निधो गऱ्यौँ साथीहरू सानै मिठो हुन्छ अरे त होइन अनि यसरी हाम्रो जेपी सर र हाम्रो टिक सर ल हामीले असला नै है यो तपाईँहरूले यो चाहिँ नि साउनी जालमा पार्नु भएको कि बल्छीमा कि दुवालीमा कि कसरी बताउनुहोस् त मलाई झरौलामा होला हजुर झरौलामा होला ल तपाईँको होटलको प्रमोसन हुन्छ प्रमोसन हुन्छ हामी चाहिँ झरौलामा झरौला होइन लो निकालेको देख्नु हजुर झरौलामा पारेको माछा खाँदैछौँ यो अन्यथा नसोच्नु होला होइन हाम्रो सामान्य भ्लग हो यो सम्झनाको लागि बनाउँदैछु मैले के गर्दैछ यो केटा भनेर होइन मलाई केही पनि नभन्नु होला नराम्रो नसोच्नु होला यहाँ साउनीले चाहिँ के निकाल्नु भएको अरे लोहो माछाको लोहो पछाडिबाट आउनेको माछाको लोहो यस्तो हुँदो रहेछ होइन सर कति फास्ट हुँदो रहेछ सबै निस्किन्छ त यसो गर्दा कि अझै निस्कनु पर्छ पर्दैन यो यति हो फ्रेसको त टाइम लाग्दैन धेरै घिन लाग्ने हुँदैछ अलि त निचेर त्यसलाई अनि सफा गरेर धुई पखाली गरेर बनाउनु ल राईहरू त फेरि सफा चोखी हुन्छ नि थाहा छ नि तपाईँलाई होइन अब हामी चाहिँ यहाँनिर माछा बनाउनु लाएर चाहिँ एकछिन तट भन्छ होइन त्यस्तोलाई समुद्रको चाहिँ तट भन्छ दुधकोसीको किनारतिर एकछिन हामी हावा खान्छौँ त्यहाँ फोटो भिडियो खिच्छौँ त्यसपछि आएर हामी यो असला माछाको रोस्ट चाहिँ खाएर फर्किने निर्णय गऱ्यौँ साथीहरू है त जेपी सर हाम्रो जेपी सर चाहिँ पहिला रेडियो जोके आरजे भन्छ नि कार्यक्रम प्रस्तुता पनि हुनुहुन्छ सोलुखुम्बुको धेरै रेडियोहरूमा उहाँले काम गरेको अनुभवहरू छ तपाईँहरूले हाम्रो भेगको यदि उहाँलाई चिन्नुहुन्छ भने नमस्कार भनिदिनुहोस् ल मेरो पनि नमस्कार हाम्रो जेपी सरलाई पहिला 1-2 वर्ष बिताइयो मिडिया क्षेत्रमा त्यो बेला धेरै साथीहरूसँग चिन्जान भएको थियो तर बिचमा ग्याप भएकोले अब सबैले नचिन्नु होला अहिले त पछिल्लो पिँढीमा त्यही हो सर एकदमै पहिलाको समयमा चाहिँ रेडियो कार्यक्रमहरू चाहिँ एकदमै चर्चामा आउने गर्दथ्यो होइन हरेक कार्यक्रमहरूमा चाहिँ आफूलाई मन परेको मान्छेहरूलाई सम्झिने गीतहरू समाचारहरू सम्प्रेषण गर्ने एउटा माध्यमै रेडियो बन्थ्यो सूचनाको माध्यम होइन समाचारको माध्यम अहिले पनि त्यसको पहुँच घटेको छैन लोकप्रियता उति नै छ हाम्रो जेपी सर हुनुहुन्छ कम्प्युटर अपरेटर सर थुलुङ दुधकोसी गाउँपालिकाको साथै पछाडि हुनुहुन्छ हाम्रो टेक प्रसाद सर अघि नै मैले भनिसकेँ हिमाल दर्शन माविको शिक्षक हुनुहुन्छ अहिले चाहिँ हामी 3 जना मिलेर चाहिँ दुधकोसी खोला पुग्दैछौँ र देख्न सक्नुहुन्छ तपाईँहरूले यो हो दुधकोसी धार्मिक आस्थाको केन्द्रको रूपमा रहेको दुधकुण्ड पोखरीबाट उत्पत्ति भएर आएको यो दुधकोसी नदी र यहाँको धेरै स्थानीय तहको नामहरू पनि यो गाउँपालिकाको स्थानीय तहको यो जिल्लाको स्थानीय तहको नामहरू पनि यो दुधकोसीको नामबाट नामाकरण गरिएको छ जस्तो हामी अहिले उभिरहेको थुलुङ दुधकोसी मापे दुधकोसी होइन त्यसपछि सोलु दुधकुण्ड हो यसरी यसले यहाँको स्थानीय तहहरूको नामाकरणमा पनि सीमामा पनि यसले सिँचाइमा पनि हाइड्रो उत्पादनमा विद्युत उत्पादन लगायत अन्य थुप्रै कुराहरूमा चाहिँ यसले फाइदा पुऱ्याएको छ यो दुधकोसी नदीले अनि यसको यो चाहिँ माथिबाट तल बग्दाखेरि एउटा जनजीवनसँग चाहिँ भिजेर बगिरहेको छ अवश्य भनौँ होइन दुधकोसीको फाइदाहरू अनेकन छ यहाँनिर चाहिँ यसले गर्दाखेरि अब सयौँ कृषकहरूले चाहिँ विभिन्न खेतीयोग्य जमिनहरूलाई सिन्चित गर्नको लागि पनि यो खोलाले अथवा यो नदीले चाहिँ मुख्य टेवा पुऱ्याइरहेको छ किनभने यो माथि दुधकुण्ड भनेको अब सोलुखुम्बुको अत्यन्तै उच्च भेगबाट बगेर आएर यो चाहिँ एकैचोटि गएर सुनकोसीमा मिसिएको हुनाले गर्दा यो धेरै कृषकहरूको लागि चाहिँ यो खोला अत्यन्तै एउटा धन लाभको रूपमा चाहिँ मान्न सकिन्छ भनौँ न
धेरै राम्रो छ, यसको सेवा राम्रो छ। सेवा पुलको लागि हो, वारिपारि पुलको लागि हो चाहिँ। ए यहाँनिर चाहिँ मोटरेबल पुल त होइन सर यो मोटरेबल पुलको लागि पनि यहाँनिर जग खन्ने कामहरू भइरहेको रहेछ। यहाँ पारीपट्टि र यहाँ वारी र पारी जोड्नको लागि थुलुङ दुधकोशी गाउँपालिकाको 2वटा ओडाहरू जोड्नको लागि यहाँनिर पुल पनि बन्ने क्रम रहेछ। अब हामी बगरतिर झर्दैछौँ। कस्तो लाग्दैछ टेक सर अनि तपाईँलाई? एकदमै मनमोहक, एकदमै प्रसिद्ध दुधकोशी नदीको किनारमा छौँ। यो चाहिँ हाम्रो चेराकोको दोभान एरिया। एकदमै खुसी लागिरहेको छ। हाम्रो सरसँग चिन्जान भयो होइन? चिन्जान भयो हाम्रो। एकदमै राम्रो छ यो रमणीय, एकदमै अविस्मरणीय यात्रा बनेको छ हाम्रो। साथीहरू यहाँ बगिरहेको छ पवित्र दुधकोशी नदी। दुधको फिट जस्तै देखिने सेतो यसको बहाव, यसको गर्जन, यो सबै कुराहरूले यहाँ मनलाई छुट्टै आनन्द र शान्त बनाइदिँदो रहेछ। यति सुन्दर ठाउँबाट यहाँहरू सम्पूर्णमा फेरि पनि हामी नमस्कार भन्दछौँ। हाम्रो भिडियो हेरिरहनुभएका सम्पूर्ण दर्शकहरूलाई चाहिँ यो दुधकोशी जुन चाहिँ थुलुङ दुधकोशी गाउँपालिकामा बगिरहने निरन्तर नदीको बहाव जस्तै धैर्यता, धैर्यशील, सहनशील बनोस् तपाईँ हाम्रो जीवन पनि। अहिले चाहिँ हाम्रो साउनीले यहाँनिर टक्कसँग दुधकोशीको माछा खाँदैछौँ। हाम्रो साउनी यता हुनुहुन्छ बस्नेत साउनी, अनि बस्नेत कटेजबाट चाहिँ यहाँहरू सम्पूर्णमा हामीले यो भिडियो सम्प्रेषण गर्दैछौँ। यहाँनिर हामीले असला माछा होइन, असला माछा होइन सर? एकदम सर। असलामा मसला लाएर चाहिँ अब हामीले खाँदैछौँ। ल हाम्रो यो दुधकोशीको माछा चियर्स गरेर चाहिँ हामीले खाँदैछौँ। मजाले खाउँ खाउँ झ्याम झ्याम। एकदम दामी हुँदो रहेछ है माछा, असिन पसिन भएर गर्मीले है। यसको यो हड्डी सबै खाने हो, ग्राम गर्नु छ अर्काउँदैन नि मजाले चलाउनु पर्छ। फाइदा ल है साथीहरू, दुधकोशी आयो भने यस्तो माछा खानुहोस् होइन। दुधकोशीको माछा, असला माछा, यताको के भन्छ यस्तो माछालाई, लोकल माछा होइन, लोकल माछा एकदमै मिठो स्वादमा। यसरी हाम्रो कता जानुभयो साउनी, साउनीले पकाउनु भएको दुधकोशी। के तपाईँको होटेलको नाम भन्नु त? बेम्बो कटेज, थुलुङ दुधकोशी गाउँपालिका 7 चेराखुमा छ यो कटेज। आउँदाखेरि यहाँ तपाईँहरू बसेर हाम्रो बस्नेत साउनीको होटेलमा चाहिँ यो माछाको स्वाद लिनुहोला भन्दै आजको भिडियो यहीँ समापन भएको म घोषणा गर्दछु। हस्त, धन्यवाद।